हेलो एभ्रिवान, आज पनि म हिँडेँ मण्डला थिएटर। त्यहाँ पुगेर भाइ र अरू साथीहरूसँग मिलेर हामी लाग्यौँ ललितपुरतर्फ। किन थाहा छ? आज त्यहाँ एकदमै मर्मस्पर्शी गीत पहिचान म को हुँको प्रिमियर सो थियो। हामी भेन्यूमा पुग्दा सो सुरु हुन केही समय बाँकी नै थियो अनि हामीलाई के चाहियो र हामी सबै साथीहरू मिलेर गीत गाउँदै रमाइलो गर्न थाल्यौँ। हाम्रो माया यस्तै हुन्छ त्यस पछाडि फेरि पनि एकदमै ब्युटिफुल लाइभ सङ पर्फर्मेन्स पनि सुन्न पाइयो, जसले माहौलको भाइबलाई अझै सङ्गीतमय र एनर्जेटिक बनाइदियो। हामी सबैले त्यो मोमेन्टलाई एकदमै फुल इन्जोय गर्यौँ। त्यसपछि सुरु भयो मेन सो। यो गीत मात्र होइन, एउटा जीवन्त कथा हो। समाजको डर र बन्धनको कारण आफूभित्र लुकेको दबिएको वास्तविक परिचयलाई चिर्दै सही पहिचानलाई समाजको अगाडि निर्धक्क ल्याउन सफल भएको एउटा सङ्घर्ष र जितको कथा यसमा देखाइएको छ। गीतको लिरिक्स र दृश्यले मुटु नै छुन्छ। गीत एकदमै आउटस्ट्यान्डिङ बनेको छ, त्यसैले ढिला नगरी अहिले नै युट्युबमा रिना गिरी सर्च गरेर यो भिडियो हेर्नुहोला अनि च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक, कमेन्ट र आफ्नो साथीहरू माझ पनि सेयर गर्नुहोला। थ्याङ्क यू।